रक्षा गर 12 कुल्याउँदा श्रद्धालु भक्तजन म हरि बोहरा महत्त्वपूर्ण कुराको जानकारी 2083 साल भाद्र महिनाको 10 गते कलश यात्राको लागि हामीले धेरैलाई निमन्त्रणा गर्यौं, धेरै विज्ञापन पनि गर्यौं। श्रद्धालु भक्तजन धेरैमा जन सन्देशमूलक कार्यक्रम र धेरै ठाउँमा पुर्यायौं। विविध कारणले गर्दाखेरि हामीले 10 गतेको कलश यात्रालाई स्थगित गरेका छौं। 10 गते कलश यात्रा हाम्रो हुँदैन। किन भन्दा श्रद्धालु भक्तजन बोहरा बन्दोमा परेको सुतकले गर्दाखेरि हाम्रो कलश यात्रा कुलको कथा प्रवचन निषेध छ, हामी गर्दैनौं। र यो कुरो के भन्दा नेपाल कुल हामी समाजमा धेरै सदस्यहरू हुनुहुन्छ, धेरै कुलका हामीहरू पनि आबद्ध हुनुहुन्छ। यहाँ पण्डित लगायत तपाईका चाहिँ समाजसेवी व्यक्तित्व, विद्वान व्यक्तित्व धेरैको के छ यहाँ समावेश छ, जसले गर्दा हाम्रो कुल सनातन धर्मलाई त हामीले मान्नै पर्ने हो, तर वैदिक धर्म पनि हामी मान्छौं। हामी बोहरा बन्धु यो पूजामा समावेश नभएको कारणले गर्दाखेरि संस्था व्यक्तिगत कहिले पनि हुँदैन, संस्था सबैको साझी हुन्छ, जसले गर्दा एक वंशमा सुतक पर्यो भने हाम्रो कार्यक्रम रोकिँदैन। जसलाई सुतक पर्छ उहाँलाई हामी घेरोभन्दा बाहिर राखिन्छौं, तर कार्यक्रमलाई अगाडि बढाउँछौं। हाम्रो नीति नियम पनि यही हो, जसले गर्दा 12 गते रह्यो अब के जनै पूर्णे। 12 गते जनै पूर्णे हाम्रो राम्रोसँग भव्य रूपमा हुनेछ। मेरो प्रिय चेलाचेलीबाट तपाईको चाहिँ गुफा बस्ने कार्यक्रम पनि भइरहेको छ। त्यहाँका लिडर र त्यहाँका नियम नीतिगत हाम्रो कार्यक्रम हुन्छ। स्वयं गुरु भगवती काली सर्वव्यापी हुनुहुन्छ, स्वयं गुरु बनझाँक्री सर्वव्यापी हुनुहुन्छ, जसले गर्दा म समावेश र हाम्रो बोहरा बन्धु समावेश हुँदैनौं। अब जनै पूर्णेको कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुरमा हुने, आसपासमा हुने आउनु होला। जनै पूर्णेको कार्यक्रम बृहत हुनेछ हैन। यसमा तपाईको चाहिँ सवा 2 लाख बत्ती बल्नेछ गुरु बनझाँक्रीको नाममा, र सबैले देवता बोलाएर यो दिन प्रसाद ग्रहण गरेर अनि सवा लाख बत्तीमा हामी प्रवेश गरेर अनि यो कार्यक्रमलाई मेरा चेलीहरू र नेपाल कुलधामी समाजको टिमले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सुसम्पन्न गर्नेछ। 10 गते नआउनु होला, 11 गते नआउनु होला, 12 गते जरुर 10 बजे अनुकूल मिल्ने जति जयोस् टेलिभिजनको कार्यालयमा आउनु होला। टेलिभिजनबाट भद्रकालीसम्मको बृहत भक्तिमय सङ्गीतको साथमा भजन कीर्तन देवता बोलाएर बनझाँक्री बोलाएर सम्पूर्ण चाहिँ भक्तजनहरूको साथमा चेलाचेली अघि बढ्नुहुन्छ। धेरैले यो कुरोको जनगुनासो गर्नुभएको थियो। प्रष्ट नेपाल कुलधामीको स्वयं अध्यक्ष म र यो कार्यक्रमलाई आयोजना गरेको पनि हामीले हो, जसले गर्दाखेरि हजुर 10 र 11 का लागि नआउनु होला, 12 का लागि अनुकूल मिल्ने आउनु होला। कुलको कथा प्रवचन र कलश यात्राको लागि हामी अर्को कार्यक्रम र कहिले गर्ने के कसो गर्ने हामी प्रचार प्रसार गर्नेछौँ, अवश्य पनि थाहा हुनेछ। सबैमा 2083 साल भाद्र महिनाको 12 गते रक्षाबन्धन जनै पूर्णिमा सुख शान्ति समृद्धि उन्नति प्रगतिको कामना गर्दै रक्षाबन्धन जनै पूर्णिमाको शुभकामना।